महेन्द्रको रोडियो स्कुटीमा वाइबिएक्स बाइकको पिस्टन एकदमै सक्सेसफुल हुन्छ हैन। एकदमै 100% सक्सेसफुल। पिकअप यस्तो दामी आउँछ। वाइबिएक्सको पिस्टन हालेर हेर्नु होला रोडियो स्कुटीमा महेन्द्रको 125 सीसीमा। ट्याक्क म चाहिँ प्रायः जस्तो रोडियोमा हैन वाइबिएक्सको पिस्टनै फिट गर्ने गरेको छु। ट्याक्क यो पिस्टन रिङ पिस्टन भयो, सब मिलाएर सेट गरेर दामीसँगले वाइबिएक्सको पिस्टन हाल्नुभयो भने धेरै एकदम पिकअप पनि राम्रो आउँछ र टिकाउ पनि हुन्छ र कुदाउने मान्छेले पनि एकदम जतन गरेर कुदाइदियो भने 2-3 वर्षसम्म केही हुँदैन। 6 महिनासम्ममा जाने रोडियोको स्कुटीको इन्जिन 1-2 वर्षसम्म केही हुँदैन। अब ट्याक्कलाई हामी हेड ब्लक बसाउने छौँ र हेड ग्यास्केट पनि प्रायः डबल हाल्नु होला। म चाहिँ प्रायः डबलै हालेर फिट गर्ने गरेको छु हैन। त्यो अब प्रायः आफ्नो मेकानिक साथीहरूको आफ्नो तरिका पनि हो। म चाहिँ प्रायः हेड ग्यास्केट डबलै हाल्ने गरेको छु। हेड ग्यास्केट ट्याक्क डबल हालेर फिट गर्ने गरेको छु। रोडियो स्कुटीमा एकदमै अब वाइबिएक्सको पिस्टन हालेपछि पिकअप पनि राम्रो आउने हैन। राम्रो हुन्छ भनौँ न। अहिलेसम्म चाहिँ कम्प्लेन आएको छैन हैन। एकदम धेरै राम्रो छ, सक्सेसफुलै छ। वाइबिएक्स बाइकको पिस्टन हालेपछि पिकअप पनि राम्रो आउँछ। नयाँ भेल ट्याक्क नयाँ भेल सब सेट नयाँ। महेन्द्रको रोडियो स्कुटीमा वाइबिएक्स बाइकको पिस्टन एकदमै सक्सेसफुल हुन्छ हैन। एकदमै 100% सक्सेसफुल। पिकअप यस्तो दामी आउँछ। वाइबिएक्सको पिस्टन हालेर हेर्नु होला रोडियो स्कुटीमा महेन्द्रको 125 सीसीमा। ट्याक्क म चाहिँ प्रायः जस्तो रोडियोमा हैन वाइबिएक्सको पिस्टनै फिट गर्ने गरेको छु। ट्याक्क यो पिस्टन रिङ पिस्टन भयो, सब मिलाएर सेट गरेर दामीसँगले वाइबिएक्सको पिस्टन हाल्नुभयो भने धेरै एकदम पिकअप पनि राम्रो आउँछ र टिकाउ पनि हुन्छ र कुदाउने मान्छेले पनि एकदम जतन गरेर कुदाइदियो भने 2-3 वर्षसम्म केही हुँदैन। 6 महिनासम्ममा जाने रोडियोको स्कुटीको इन्जिन 1-2 वर्षसम्म केही हुँदैन। अब ट्याक्कलाई हामी हेड ब्लक बसाउने छौँ र हेड ग्यास्केट पनि प्रायः डबल हाल्नु होला। म चाहिँ प्रायः डबलै हालेर फिट गर्ने गरेको छु हैन। त्यो अब प्रायः आफ्नो मेकानिक साथीहरूको आफ्नो तरिका पनि हो। म चाहिँ प्रायः हेड ग्यास्केट डबलै हाल्ने गरेको छु। हेड ग्यास्केट ट्याक्क डबल हालेर फिट गर्ने गरेको छु। रोडियो स्कुटीमा एकदमै अब वाइबिएक्सको पिस्टन हालेपछि पिकअप पनि राम्रो आउने हैन। राम्रो हुन्छ भनौँ न। अहिलेसम्म चाहिँ कम्प्लेन आएको छैन हैन। एकदम धेरै राम्रो छ, सक्सेसफुलै छ वाइबिएक्स बाइकको पिस्टन हालेपछि।